आदरणीय दिदी दाजु प्यारा भाइ बहिनी छोराछोरी सबैलाई मेरो नमस्कार र 2025 को इन्टरनेसनल डे वुमेन्स डे को सबैलाई शुभकामना। हजुरहरूले यो इन्टरनेसनल वुमेन्स डे लाई एउटा फेस्टिभलकै रूपमा राख्नु भएको छ। यो हेर्दाखेरि पोहोर साल पनि मेरो आउने भाग्य मिलेको थियो र अहिले पनि हजुरहरूको निमन्त्रणा पाउँदा साह्रै खुसी लागेर टाढा छ जेनेभा, त्यही पनि हामी चाहिँ एकदमै यही प्रोग्रामको लागि भनेर खुसी भएर आएका छौँ। यसरी नै गरिदिनु होला। हाम्रो भावी सानो सानो नानी बाबुहरूले पनि देखिरहेका छन्। यसरी इन्टरनेसनल वुमेन्स डे को दिनमा हामी जम्मा भएर प्रोग्राम मनाउँथ्यौँ भने उनीहरूलाई पनि त्यो माइन्ड सेटअप बसोस् र आजको दिनमा हामीले भेट भएर सेलिब्रेसन गरिरहँदा यो दिन किन भन्दाखेरि यो समयसम्म आइपुग्दा हाम्रो स्ट्रगलका साथसाथै अचिभमेन्ट के छ त भनेर त्यसलाई एकचोटि सम्झेर खुसीका साथ मनाउने। स्ट्रगलमा दुःख भयो भने पनि त्यो एक किसिमको नकिङ द डोर भने जस्तो ढकढक चाहिँ यो दिनले अवश्य गर्छ। यसरी एक दिन मनाउने फेरि दुई चार वर्ष नगर्दा फेरि बिर्सिन पनि सक्छ। त्यही भएर यो दिनलाई चाहिँ हामी नगर्नै पर्छ पक्कै पनि। हामी सबै महिलाहरूले महिला अधिकार अथवा महिला दिवसको दिनमा कुरा गरिरहँदा पहिले त म तीनवटा कुरा भन्न चाहन्छु। एउटा इक्वालिटी, दोस्रो चाहिँ नन डिस्क्रिमिनेसन बिहेभियर, तेस्रो इम्पावरमेन्ट। इक्वालिटीलाई जाँदाखेरि इक्वालिटीको लागि हाम्रो फेरि तीनवटा एलिमेन्ट भन्छु। त्यो चाहिँ एउटा पोलिटिकल, इकोनोमिक, लास्ट अनि इम्पोर्टेन्ट सोसियो कल्चर। हामीले पोलिटिकल्ली जति भए पनि इक्वालिटीमा राइटहरू बन्यो। 33% सेन्ट्रल गभर्मेन्टमा, 40% लोकल गभर्मेन्टमा हाम्रो पार्टिसिपेसनलाई चाहिँ गभर्मेन्टले धेरै इम्प्रुभ गरेको छ। हाम्रो पार्टिसिपेसन पनि भएको छ। पहिलाको समयमा हेर्नु न, अब नो राइट टु भोट, वेजेस नो पार्टिसिपेसन, नो इन्भल्भमेन्ट, त्यस्तो समयबाट अहिले हाम्रो पार्टिसिपेसन, इन्भल्भमेन्ट, एजुकेसन, भोटिङ सब राइटहरूमा हाम्रो धेरै इम्प्रुभमेन्ट भइसकेको छ। इन द कन्टेक्स्ट अफ नेपालको कुरा गर्छु म। सानो देश भए पनि वुमेन्स राइटमा चाहिँ हामी पोलिटिकल्ली एकदमै अगाडि छौँ। दोस्रो एजुकेसन अनि त्यसमा चाहिँ मैले इकोनोमिक सेक्टरको कुरा गर्छु। इकोनोमिकल्ली हामी गभर्मेन्टले हामीलाई राइट प्लेस दियो, राइट टाइम दियो, इन्भल्भमेन्ट दियो। त्यो कारणले हामी इकोनोमिकल्ली इन्डिपेन्डेन्ट चाहिँ भयो पक्कै पनि। धेरै अहिले हामी नेपाली महिलाहरू आफ्नो खर्च आफै उठाउने नै भइसकेका छौँ अलमोस्ट। इकोनोमिकल्ली पनि हामी अपलिफ्ट भयौँ। तर एउटा इम्पोर्टेन्ट सेक्टर, इम्पोर्टेन्ट एलिमेन्ट अफ सोसाइटी चाहिँ सोसियो कल्चर, जो हाम्रो जिनमै कतिपय कुराहरू बसेको हुन्छ र यसलाई एकैचोटि इम्प्रुभ गर्न पनि अलिक गाह्रै हुन्छ। एउटा इक्जाम्पल भन्दाखेरि जस्तै बाबाको पितृ सम्पत्ति कसले खाने? छोराले। बाबाको श्राद्ध, आमाको श्राद्ध कसले गर्ने? छोराले। त्यसरी नै अहिले पश्चिमतिर जानुभयो भने चाहिँ नेपालकै कन्टेक्स्टमा छाउपडी भन्ने जस्तो एउटा इमेजिन पनि गर्न नसकिने सिचुएसन अहिले पनि छ। त्यसको लागि हामी यस्तै दिनहरूबाटै आवाज उठाउनुपर्छ। इम्प्रुभ पनि हामी आफैले नै त्यसको सुरुवात गर्नुपर्छ जस्तो मलाई लाग्छ। अनि अर्को कुरा चाहिँ नन डिस्क्रिमिनेटरी बिहेभियर। हामी इक्वालिटी पनि पायौँ ल, फ्यामिलीले छोराछोरी भनेन, सँगसँगै हुर्कायो, सँगसँगै इन्भेस्ट गर्यो, हामी दक्ष भयौँ। केटी महिला डक्टर, महिला ड्राइभर, महिला सबै हामी छायौँ। तर पनि हाम्रो स्टिल नन डिस्क्रिमिनेटरी बिहेभियर भयो भने चाहिँ अब यसो हेर्दाखेरि हामी आफैमा पनि कहिलेकाहीँ डक्टर छ, 2 जना छ, कोमा चेक गर्ने केटी रहेछ, अब हामी चाहिँ जेन्ट्स डक्टर हो जाउँ। अथवा केटीको ड्राइभिङमा मलाई अलिक डर लाग्छ, म त जेन्ट्सकै ड्राइभर, पुरुषकै ड्राइभिङमा
फोकस गर्छु, म यसमा चढ्दैन। यस्तै किसिमका बिहेभियर एउटै वर्किङ प्लेसमा पनि सेम अफिस छ, अफिसले पनि महिलालाई लिने कि पुरुषलाई हायर गर्ने भन्दाखेरि महिलाका विभिन्न एक्सपेक्ट आउँछन्। फेरि ओहो महिलालाई त हामी डेलिभरी बिदा दिनुपर्छ, यस्तो यस्तो फ्यामिली हुन्छ, बच्चा हुन्छ, उसले राम्रो पर्फर्मेन्स गर्न सक्दैन कि भनेर फेरि त्यो डाउट जुन क्रिएट हुन्छ, त्यो इक्वालिटी हुँदा हुँदै पनि हामीले फेरि त्यसलाई हामी स्वयंले इम्प्रुभ गर्न सकेनौँ त्यहाँनिर। त्यसैले बिहेभियरमा चाहिँ हामी आवाज उठाउनै पर्छ। यो बिहेभियरमा इम्प्रुभ भयो भने अनि मात्रै इक्वालिटीको यहाँनिर आउँछ। तर आवाज कसरी निकाल्ने? जबसम्म हामी छोरीलाई अथवा महिला बहिनी वाइफ इम्पावरमेन्ट दिएका हुँदैनौँ। इम्पावरमेन्ट त्यहाँनिर कसरी गर्ने त भन्दाखेरि त्यसलाई शिक्षा दिएर हुन्छ कि स्कलरसिपमा हुन्छ कि उसलाई इन्करेज गरेर हुन्छ कि त्यसरी चाहिँ इम्पावरमेन्ट गऱ्यौँ भने इक्वालिटी अनि नन डिस्क्रिमिनेटेड बिहेभियर पनि भयो। त्यो यदि भएन भने चाहिँ हामीले त्यसको विरुद्धमा गर्ने आवाज चाहिँ सजिलोसँग निकाल्न सक्छौँ। त्यसरी 3 सेक्टरलाई चाहिँ हामीले फोकस गऱ्यौँ भने अनि मात्रै फुल वुमेन राइट भयो भन्ने जस्तो लाग्छ मलाई। अनि म यहाँनिर एउटा सानो स्टोरी सुनाउन चाहन्छु। हामी सबैले सुनिरहेको कुरा छ, देवी सीता चिन्नुहुन्छ सबैले। देवी सीताको त्यो टाइममा जनक राजाले 2 छोरी हुन्छ जनक राजाको। अनि सबै प्यालेसमा ओहो तिमी त यस्तो राजा भयो, त्यसपछि तिम्रो डाइनेस्टी अब यो वंश चाहिँ कसले क्यारी गर्छ त? तिमीसँग त 2 छोरी मात्रै छ भन्ने क्वेसन आउँछ हैन। अनि त्यसपछि जनक राजाले चाहिँ उनको त्यो बेलाको टाइमिङमा है, त्यो बेलामा उनको जवाफ के हुन्छ भन्दाखेरि थ्याङ्क यू, वंश राज्य आज छ भोलि के हुन्छ मलाई थाहा छैन, तर मेरो बच्चाहरू जसरी नै अरू समाजमा पुरुषहरूले इक्वल तरिकाले एजुकेसन पाएको छन् त्यसरी म छोरीहरूलाई एजुकेसन दिन्छु, इन्भल्भमेन्ट गराउँछु। बाँकी राज्य त मेरो छोरो होला नाति होला, त्यसपछि त के हुन्छ थाहा छैन नि भन्ने जवाफ हुन्छ। त्यो समयमा जनकले त्यसमा गुरुकुलमा गएरै अध्ययन गराउने उनको त्यति आँट आउँछ त्यो समयमा पनि। त्यसरी नै एउटा बुद्ध त हामीले चिनेकै छौँ, बुद्धको लाइफबाट पनि एउटा वुमेन्स राइटमा कति इम्प्रुभ भयो भन्ने कुरा 2000-3000 वर्ष अगाडि गर्दाखेरि एउटा त्यसमा सानो कुरा भन्छु, धैर्य भएर सुनिदिनु होला। जब बुद्धले बुद्धत्व प्राप्त गर्छ, यो हामी सबैमा अवगत कुरै छ, जानेकै छौँ, सुनेकै छौँ। बुद्धत्व प्राप्त हुन्छ, उनी चाहिँ इन्लाइटन भइसकेपछि सबै पुरुष अनुयायीहरू आउँछन् उनीमाथि। हामीलाई पनि त हजुरले के प्राप्त गर्नुभयो त्यो पिस चाहिँ हामीलाई पनि अनुभूति गर्ने दिनु न समय भनेर उनले एउटा सङ क्रिएट गर्छन् जुन कि बुद्धको एउटा कन्सेप्टमा हुन्छ। त्यसरी म तलै आउँछु है। सङ भइसकेपछि त्यहाँ ठुलो पुरुषको जमात हुन्छ, तर त्यहीँनिर त्यो समाजमा अर्को साइडमा महिला पनि छ, महिलालाई पनि इन्लाइटन हुन मन छ, महिलालाई पनि पिस चाहिरहेको छ। ओहो हामी चाहिँ यही महिला भएकै कारणले पिसदेखि वञ्चित हुने, हामीलाई पनि गर्नुहोस् कृपया अर्हतो, हामी शरणमा आयौँ भनेर बुद्धको शरणमा परिसकेपछि बुद्धलाई पनि च्यालेन्जिङ भयो, किनकि त्यो चाहिँ गिभन छ कि हामी बायोलोजिकल्ली फरक छौँ। अफकोर्स त्यो हामी पनि बुझ्छौँ। अनि बुद्धलाई गाह्रो भयो, यस भनौँ कि नो। अब यिनीहरूलाई लिनु, यत्रो पुरुष महिलालाई म्यानेज गरेर कसरी राख्नु, त्यो त उनले सोचेकै थिएनन्। फेरि बुद्ध भनेको मेन ह्युमन राइट्सको फन्डामेन्टल ह्युमन राइट्सको बारेमा कुरा गर्ने पर्सन। त्यो बेलामा अहिले हामी शब्दमा इन्टरनेसनल वुमेन्स डे भनेर शब्द टाइटल थिएन होला। अनि उनले यो त साह्रै गाह्रो भयो, किनकि बुद्ध फेरि वर्ण वर्ग भनेको जात स्टेटस रङ
कुन कुन लेभलको मान्छे घरबाट आबद्ध छ भनेर त्यसले चाहिँ फोकस हेर्न हुँदैन है भनेर विरोध गर्ने पहिलो व्यक्ति त्यो बेलामा ह्युमन राइटको पनि कुरा गरेको थिएँ होइन। अनि यो त झन् अझ महिलामा आयो, ओहो यो त हुन्छ भनौँ, म्यानेज गर्न गाह्रो, नाइ भनौँ, भन्नै नहुनु। अनि उनले मिटिङ बस्छन् भनौँ आफ्नो अरू सिनियर शिष्यसँग मिटिङ बसेपछि उनले चाहिँ एउटा पोइन्टमा पुग्छन् कि पक्कै पनि हामी महिलालाई पनि चाहिन्छ, महिला पनि इन्लाइटन हुने अधिकार छ, त्यसैले हामी सङ्घमा इन्ट्री गराउँछौँ, तर बेसिक यो 8 रुल भनेको छ है। अनि 8वटा नियम बनाएर यो नियम अनुसार, किनकि सङ्घको डिसिप्लिनमा पनि राख्नु पर्यो, सङ्घलाई पनि चलाउनु पर्यो भनेर त्यसरी उनले महिलालाई पनि इन्ट्री दिन्छन्। बिचमा विभिन्न समस्याहरू आउँछ, बुद्धको जीवनी पढ्नुभयो भने त्यो पनि इङ्कित छ त्यो बुकमा, त्यसमा समस्याहरू आउँछन्, त्यसलाई पनि फेरि नियम बनाएर यो गर्नु, सँगै हिँड्दाखेरि एक्लै नहिँड्नु, यस्तै यस्तै अरू पनि नियम बनाएर महिलालाई पनि इन्ट्री दिएको छन्। त्यो बेला महिला अधिकारको लागि बुद्ध पनि बोलेको थिए र अहिले अब हामी त त्यति हाम्रो जिनमा पनि छ कि कति इक्वालिटी, महिला वर्ग वर्ण यस्तो कुरामा हामी बिलिभ गर्न हुँदैन भनेर त्योदेखि लड्दै आएका हौँ, अहिले पनि लडिरहेका छौँ, अझै अगाडि पनि लडौँला। यो नकिङ चाहिँ हामीले नछोडौँला। वर्षको एक दिन भएर यसरी जम्मा भएर सेलिब्रेट गर्न पाउँदा पनि त्यो एउटा नकिङको डे हुन्छ। त्यसैले आज हाम्रो स्ट्रगल र अचिभमेन्टको सेलिब्रेसनका साथ हजुर सबैलाई फेरि पनि 2025 को इन्टरनेसनल वुमेन्स डेको शुभकामना दिँदै बिदा हुन्छु। थ्याङ्क यू।